वेट स्टार्ट है 200 ग्राम वेट स्टार्ट अनि 100 ग्राम पोटेटो स्टार्ट होइन 100 ग्राम चाहिँ मेल गरेर स्टार्ट अर्को मेल गरेर स्टार्ट हुन्छ होइन ट्याक्क 200 ग्राम मेल गरेर स्टार्ट त्यसपछि चाहिँ हामीले हाल्नुपर्छ अनि ट्याक्क वाटर हाल्ने ट्याक्क चाहिँ होइन वाटर हाल्ने ट्याक्क वाटर एकछिन हालिसकेपछि वाटर हाल्नुपर्छ त्यहाँ एकछिन रोक्नु है वाटर हाल्ने वाटर हालिसकेपछि चाहिँ 400 ग्राम चाहिँ हामीले वाटर हाल्ने हो 400 ग्राम वाटर हालिसकेपछि ट्याक्क भयो अनि यसमा चाहिँ गार्लिक हाल्ने हल्का होइन गार्लिक अनि ओइल हाल्ने त्यसपछि चाहिँ गार्लिक ओइल हालेपछि हल्का ब्राउन गर्ने त्यसपछि चाहिँ पक्चे हाल्ने पक्चे हालिसकेपछि चाहिँ बोइल गरेको चाहिँ बटर मसरुम हाल्ने बोइल गरेको बटर मसरुम होइन यस्तरी हल्लाउनु ट्याक्क हल्लाउनु होइन ट्याक्क हालिसकेपछि हल्का चाहिँ वाटर हाल्ने यसमा अनि चाहिँ 150 ग्राम चाहिँ बटर हाल्ने अमुल बटर होइन अनि त्यसपछि एकैछिन थोड़ा सा वाटर हालेर पकाउने यसमा आयो भेज अरोमेटिक पाउडर हल्का सा सल्ट हल्का सा सुगर हल्का सा सल्ट हल्का सा व्हाइट पेपर यसले चाहिँ हालेर टक्क मसाला हालेर एकैछिन घुमाइराख्ने घुमाएर हल्का वेस्टर हाल्ने थ्याङ्क यू फर वाचिङ भिडियो मेरो भिडियो हजुरहरूले कस्तो लाग्छ अन्तिम समयमा लाइक कमेन्ट शेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु हल्का एकछिनपछि फेरि पोटेटो स्टार्ट हालेर हल्का गाढा गराउने यसलाई होइन पोटेटो स्टार्ट हालेर टक्क गाढा गराउने त्यसपछि रेडी भयो मसरुम बक्स चाहिँ हाम्रो मेसले जान्छ अनि लास्टमा हल्का सिस्नो ओइल हाल्ने टक्क सिस्नो ओइल हालेपछि भयो रेडी अब चाहिँ पिकअप गर्नुपर्छ बनाएर टक्क